याद छ 2062-63 सालको होली, जब हामी 15-16 वर्षको उमेरमा भर्खर टेक्दै थियौँ र जीवन कति सजिलो लाग्थ्यो। न हातमा मोबाइल थियो, न खल्तीमा पैसा, तर मन चाहिँ दुनियाँ जित्ने जोसले भरिएको थियो। आमासँग रोइ कराई गरेर सानो पिचकारी बन्दुक र बेलुन किन्थ्यौँ। साथीहरू भेट्ने बित्तिकै म हिरो त गुण्डा भन्दै पिचकारी बन्दुकले खेलेको त्यो होली। भविष्यको चिन्ता थिएन, चिन्ता थियो त पिचकारी बन्दुक हराउँछ कि भन्ने। होलीको दिन मोबाइल होइन, साथीहरू नै सब थोक थिए। एकअर्काको गालामा रातो अबि दल्ने, पानीले भिजाउने, भोक लाग्दा 5-10 रुपैयाँ उठाएर दालमोट र चिउरा किनेर सानो पार्टी गर्ने। तर हेर्दा हेर्दै समय बितेछ। हिजो सँगै रङ लाउने साथी आज कोही जापानको चिसोमा काम गर्दैछ, कोही कोरिया, कोही अस्ट्रेलिया, कोही युरोप, कोही खाडीको तातो घाममा पसिना बगाउँदैछ, कोही आफ्नै परिवार र जिम्मेवारीमा व्यस्त छ। हिजो 10 रुपैयाँ उठाउने हामी आज बिजुली बिल र घरको खर्चको हिसाबमा हराएका छौँ। आज ऐना हेर्दा त्यो 16 वर्षको केटा देखिँदैन, तर आँखाभित्र त्यही होलीका दिनहरू, त्यही हाँसो, त्यही साथीहरू सम्झिन्छन्। हामी त्यो पुस्ता हौँ जसले संसार बदलिएको आफ्नै आँखाले देख्यो। मोबाइल आए, सामाजिक सञ्जाल आयो, सपना ठुलो भए, तर त्यो सानो पिचकारी बन्दुकले दिएको खुसी फेरि कहिल्यै आएन। सायद हामीलाई रङ होइन, त्यो समय चाहिएको हो। तपाईँ 2062 सालमा के गर्दै हुनुहुन्थ्यो? आज 30-35 वर्षको उमेरमा सबैभन्दा धेरै कुरा के याद आउँछ? कमेन्टमा आफ्नो कथा लेख्नुहोस्। सायद तपाईँको कथा पनि यही जस्तै होला। समय अगाडि बढ्छ, तर त्यो बाल्यकालको होली अझै मनमै बसिरहन्छ। सबैजनालाई ह्यापी होली।